guys, welcome back to my YouTube channel. शुभ बिहानी सबैमा. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला. म पनि एकदम सन्चै छु. नेक्स्ट डे नेक्स्ट भ्लगमा सबैजनालाई फेरि पनि स्वागत छ. अनि त्यसपछि आज चाहिँ म हस्पिटल जाँदै छु. थाहा नै छ हजुरहरुलाई दिदीलाई हस्पिटल जानु भएको छ. खुशखबरी आइसकेको छ हाम्रो घरमा. त्यसपछि अहिले चाहिँ बच्चा र आमा दुवैजनालाई ठिकै छ. नर्मल डेलिभरी नै भयो. अनि बेबी बोय हो कि बेबी गर्ल हो त्यो चाहिँ म उतै गएर हजुरलाई भन्ने छु. अहिले चाहिँ म उहाँहरुको लागि दिदीको लागि खाना लिएर जाँदै छु हस्पिटलमा भेट्न, बेबीलाई भेट्न. म चाहिँ म्याजिक बनिसकेको छु अनि हजुरहरुलाई पनि म देखाउने छु गएर. साथीहरु म चाहिँ अब रेडी हुन्छु अनि उता जाने छु. बाइकको अपडेट हजुरहरुलाई उतै गएर दिनेछु. आज दिनभरिको अपडेट दिनेछु, के गर्छु, कहाँ जान्छु. अनि हजुरहरु पनि एक्साइटेड हुनुहुन्छ बेबीलाई भेट्नको लागि. अनि म चाहिँ एकदमै छु अनि म चाहिँ चिटिक्क पर्छु. अब जान्छु. हस्ता. हेलो गाइस, देख्न सक्नुहुन्छ म चाहिँ रेडी भइसके, नक्कली बनिसके, राम्री भइसके. हामी चाहिँ अटोलाई कुरिरहम. अटो आउँछ एकछिनमा. त्यसपछि जान्छौँ हामी. बाइकको अपडेट चाहिँ त्यहाँ गएर दिनेछु. म र मेरो भान्जी जाँदैछौँ. देख्न सक्नुहुन्छ भाइको सानो बेबी आउँदैछ. अनि भान्जी र म जान्छौँ. अनि अरू पनि हुनुहुन्छ जाने त. ठुलमम्मी, दिदी, म, भान्जी जान्छौँ जान त. हाम्रो घरबाट चाहिँ भान्जी र म जाँदैछौँ. अनि अब एकछिनमा अटो आउँछ. अटोमा बस्छौँ, जान्छौँ. बाँकीको अपडेट चाहिँ हजुरलाई दिनेछु त्यही गएर. हास साथीहरू, अटो चाहिँ आइसक्यो. म चाहिँ खानासाना लिएर गइसकेको. हेलो गाइस, मेरो भान्जी हो. हामी जाँदैको बाटोमा बस्यौँ. बाइ बाइ. ल साथीहरू, हामी चाहिँ बसिसकेको. मैले हाई गरेँ र भान्जीलाई पनि हाई गर्न पठाएँ. अनि उतापट्टिको चाहिँ मेरो ठुलो सासू हुनुहुन्छ. फाइनली साथीहरू दिदीसँग चाहिँ भेट भयो. दिदीले चाहिँ आफूसँग के भयो, कस्तो भयो भनेर सुनाउँदै हुनुहुन्छ मलाई आफ्नो दुःखहरू. र साथसाथै खुसी पनि हुनुहुन्छ. र त्यसपछि दिदी र म बसेर दिदीको कुरा सुनि मैले पनि केही भने. दिदी पनि खुसी हुनुहुन्थ्यो धेरै नै. म पनि एकदम खुसी थिएँ दिदीलाई देखेर. सबभन्दा खुसीको कुरा चाहिँ दिदी पनि स्वस्थ हुनुहुन्थ्यो र बेबी पनि स्वस्थ. अनि नर्मल डेलिभरी नै भयो. अहिले चाहिँ दिदीलाई ठिकै थियो. दिदी खुसी हुनुहुन्थ्यो. मलाई भन्दै हुनुहुन्थ्यो यस्तो भयो भनेर. पहिला चाहिँ दुखी हुनुहुन्थ्यो. मलाई देख्ने बित्तिकै चाहिँ खुसी हुनुभयो र भन्नुभयो मलाई. अनि मैले पनि भने खुसी हुँदै. म पनि एकदम खुसी भएको थिएँ कुरा सुन्ने बित्तिकै. कतिखेर बेबी ल्याएर हजुरलाई भेटौँला भन्ने भएको थियो भने. फाइनली साथीहरू, वेटिङ इज ओभर. फाइनली मेरो हातमा चाहिँ बेबी आइसक्नु भएको थियो. अनि त्यसपछि बेबी चाहिँ गर्ल हो. हाम्रो घरमा लक्ष्मीको आगमन भएको छ. हामी धेरै नै खुसी छौँ. त्यसपछि बेबीलाई भेटिसकेपछि सबैजनालाई खाना नै दिएँ मैले. खाना खाइसकेपछि दिदीले डिस्चार्ज पाइसक्नु भएको थियो र हामी औषधि लिन गएको थियौँ दिदीलाई. लाइन चाहिँ बहुत लामो थियो. देख्न सक्नुहुन्छ दाइ चाहिँ लाइनमा लाग्नु भएको थियो. म चाहिँ कुरिरहेको थिएँ. हामीले चाहिँ के अरे औषधि लिएर घरतिर जाँदैछौँ. आज चाहिँ दाइ हुनुहुन्छ मेरो. कति खुसी हुनुहुन्छ लक्ष्मीको आगमन भएको छ. I am proud feel. I am so happy. धेरै खुसी छ. सायद लाइफमा फर्स्ट टाइम होला यति धेरै खुसी भएको.
अनि पहिलो सन्तान त्यही पनि छोरी अझ होइन हो दिदीहरू चाहिँ उताबाट आउँदै हुनुहुन्छ हामीहरू चाहिँ यताबाट जाँदैछौँ दाइरामा अनि के भन्न चाहन्छ अरू हजुर के पनि छैन हजुरले मेरो लागि यतिसम्म गरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई चाहिँ ल 3 hours later. फाइनली साथीहरू हामी चाहिँ घर आइपुग्यौँ राम्रैसँग आजको भिडियो कस्तो लाग्यो हजुरलाई राम्रो लागेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब सबैजनाले गरिदिनु होला यति भन्दै मेरो भिडियो समाप्त गर्छु हस्त बाई बाई